हेलो, मेरो नाम चाहिँ मनिष थापा मगर र म चाहिँ शिक्षाको एउटा एफिलिएट मार्केटर हो है। तपाईँहरूको लागि चाहिँ यो मैले भिडियो चाहिँ क्रिएट गरेको छु जताबाट तपाईँहरूले चाहिँ एफिलिएट मार्केटिङ भनेको चाहिँ बुझ्नुहुन्छ है। लेट्स स्टार्ट दिस भिडियो है। हामी यो भिडियो स्टार्ट गरेर चाहिँ अब एफिलिएट मार्केटिङ भने सबै कुराहरू बुझ्छौँ है। ठिक छ, आजको हाम्रो टपिक रहेको छ एफिलिएट मार्केटिङ अनलाइन इन्कम सोर्स फर नेपालीज। नेपालीहरूको लागि चाहिँ कसरी चाहिँ एफिलिएट मार्केटिङ चाहिँ एउटा अनलाइन इन्कम सोर्स भयो, हामी त्यसको बारेमा कुरा गरौँ है। अनि त्यसपछि एफिलिएट मार्केटिङ कसरी गर्छौँ त्यसको बारेमा हामी बुझ्दै जान्छौँ नि है। फर्स्टमा हामीलाई यो जो एफिलिएट मार्केटिङ गर्नको लागि कुन प्लेटफर्मले चाहिँ हेल्प गरेको छ राम्रोसँग चाहिँ। अब मार्केटमा त धेरैवटा प्लेटफर्म छ, जस्तै नलेज हब, बुट्सअप स्किल अनि सक्सेस ट्र्याक, धेरैजना छ होइन। तर शिक्षाले चाहिँ राम्रो किन प्रोभाइड गर्छ त? शिक्षाले चाहिँ कसरी राम्रो प्रोभाइड गर्छ भने किनकि अरू प्लेटफर्ममा तपाईँहरू हेर्नु भन्छ नि युट्युबबाट भिडियो तान्नुको हुन्छ होइन, तर हामीले डेली क्लासेसहरू पनि दिइरहेको छ र सँगसँगै हामीले चाहिँ यसरी कोर्सेसहरू पनि रेकर्डेड भिडियोहरू पनि प्रोभाइड गरिदिएको छु तपाईँहरूको लागि है। जस्तै अब शिक्षाबाट एफिलिएट मार्केटिङ कसरी गर्ने के, एफिलिएट मार्केटिङ भनेको के हो त आजको क्लासमा हामी त्यो बुझ्छौँ है। एफिलिएट मार्केटिङ भनेको चाहिँ तपाईँले चाहिँ कुनै पनि कम्पनीको चाहिँ कोर्सेसहरू चाहिँ प्रमोट गर्ने के, त्यहाँ जुन यो वेबसाइट हुन्छ नि, वेबसाइट अथवा कम्पनी तिनीहरूको केही कुराहरूलाई प्रमोट गरिदिनु। जस्तै हाम्रो शिक्षासँग कस्तो टाइपको कोर्सेसहरू रहेको छ जुनलाई चाहिँ तपाईँहरूले चाहिँ प्रमोट गर्न सक्नुहुन्छ है, त्यो हेरौँ है। हामीसँग फर्स्टमा त लाइट प्याकेज, अहिले मैले सर्ट फर्ममा लेखेँ लाइट प्याकेज हामीसँग रहेको छ। अर्को सिल्भर प्याकेज, अर्को हामीसँग गोल्ड प्याकेज, अर्को हामीसँग डायमन्ड र प्रो प्याकेज। यसलाई चाहिँ डायमन्ड पनि भनिन्छ र प्रो प्याकेज पनि भनिन्छ है। हामीसँग कुन कुन कोर्स रह्यो? लाइट प्याकेज, सिल्भर प्याकेज, गोल्ड प्याकेज, डायमन्ड प्याकेज है। अब यो चारवटाको विशेषता हामीले बुझौँ न पहिला सुरु है, यसको इम्पोर्टेन्सहरू हामीले बुझौँ है। जस्तै अब तपाईँहरूले चाहिँ लाइट प्याकेज लिनुहुन्छ नि, यो भित्र तपाईँहरूले एफिलिएट मार्केटिङ सिक्न पर्ने भयो। र सँगसँगै अब तपाईँले सिल्भर प्याकेज लिनुहुन्छ नि, सिल्भर प्याकेजबाट चाहिँ तपाईँहरूले चाहिँ यो लाइट प्याकेजको कोर्स नै पाउनु भयो र एउटा एडेड पाउनुहुन्छ कि। जस्तो अब तपाईँले सिल्भर लिनुहुन्छ नि, तपाईँले एफिलिएट मार्केटिङ पाउने भयो, सँगसँगै सोसियल मिडिया मार्केटिङ पनि पाउने भयो। र अर्को हामीसँग रहेको छ गोल्ड प्याकेज। गोल्ड प्याकेजमा चाहिँ तपाईँले चाहिँ लाइट प्याकेजको नि पाउने भयो, सिल्भर प्याकेजको। जस्तै लाइट प्याकेजमा हाम्रो एफिलिएट मार्केटिङ है, लाइट प्याकेजमा हामीले पर्छ एफिलिएट मार्केटिङ है। हामीले यहाँ चाहिँ एफिलिएट मार्केटिङ पाउँछौँ। र सिल्भर प्याकेजमा हामीले सोसल मार्केटिङ लेख्नु भयो, लेख्नु लागि सोसल मिडिया मार्केटिङ भनेर हामीले बुझ्न सक्छौँ है। हामीले सिल्भर प्याकेजबाट सोसल मिडिया मार्केटिङ गरेर चाहिँ अर्निङ चाहिँ त्यहाँबाट चाहिँ सोसल मिडिया मार्केटिङको चाहिँ हामीले चाहिँ कोर्सेसहरू पाउँछौँ। यो दुइटा भएर हामीले यो पनि भयो। अब हामीले गोल्ड प्याकेजमा के पाउँछ त? हामीले एफिलिएट मार्केटिङ सिकिसक्यो, सोसियल मिडिया मार्केटिङ सिकिसक्यो, र गोल्ड प्याकेजमा के छ? हामी गोल्ड प्याकेज किन लिने, कस्टमरलाई किन गोल्ड प्याकेज सेल गर्ने, त्यसको बारेमा बुझौँ है। अब जस्तै तपाईँले गोल्ड प्याकेज लिनुहुन्छ भने तपाईँले लाइट प्याकेजको एफिलिएट मार्केटिङ सँगसँगै सोसियल मिडिया मार्केटिङ सँगसँगै हाम्रो गोल्ड प्याकेजमा के छ? हाम्रो गोल्ड प्याकेजमा चाहिँ फ्रिल्यान्सिङ सिक्न पाउँछ। ल एउटा बोनस पनि पाउनुहुन्छ तपाईँले, फ्रिल्यान्सिङ सँगसँगै एसइओ। हामीले चाहिँ हाम्रो ठ्याक्क अब कतिवटा भयो हामीसँग +2 भनेपछि हाम्रो चाहिँ 4वटा कोर्सेसहरू हामीले पाउने भयो। यो 3टा कोर्सेस राख्यो, जस्तै 3टा भन्दा एकैचोटि हामीले चाहिँ गोल्ड प्याकेज लियो भने चाहिँ हामीले चाहिँ 4वटा कोर्सेसहरू पाउने भयो। हामीले सिल्भर जस्तै अब 1500को लिन्छौँ भने हामीले चाहिँ 2टा कोर्सेसहरू पाउने भयो। तर गोल्ड प्याकेज लिँदाखेरि चाहिँ के फाइदा छ भने प्लस एउटा बोनस पाउने भयो कि। अब लगातार लाइट प्याकेजमा एउटा पाएको छ, फेरि सिल्भर प्याकेजमा एउटा पाएको छ, तर यहाँ गर्दा सँगै 2टा पाएँ है, त्यस्तो हुन्छ है। अब हाम्रो डायमन्ड प्याकेज रहेको छ है। डायमन्ड प्याकेजमा हामीले के पाउँछौँ? गोल्डको नि पाउँछौँ, सिल्भरको नि पाउँछौँ, लाइटको नि पाउँछौँ। सँगसँगै हामीले डायमन्डमा के पाउने भयो? डायमन्डमा चाहिँ हामीले इमेल मार्केटिङ है। इमेल मार्केटिङ भनेको अहिले मार्केटको सबैभन्दा खतरा अनलाइन अर्निङ कुरा है। तपाईँहरूले चाहिँ यहाँबाट चाहिँ एकदम राम्रो अर्निङ जेनेरेट गर्न सक्नुहुन्छ कि। यो कोर्सबाट तपाईँले यस्तो राम्रो सिक्नुहुन्छ इमेल मार्केटिङबाट, जताबाट तपाईँले डेलीको 5,000 देखि 7,000सम्म इन्कम गर्न सक्नुहुन्छ घर बसी है। अब हाम्रो यो चाहिँ इमेल मार्केटिङ सिक्न पर्ने भयो। इमेल मार्केटिङ सँगसँगै हामीले अर्को के सिक्न पर्ने भयो भन्दाखेरि चाहिँ एडिटिङ मास्टरी हामीले सिक्न पर्ने भयो है। अलिकति रफ छ यो लेखाहरू चाहिँ, तर मैले भनेको अनुसारले तपाईँहरूले बुझ्न सक्नुहुन्छ है। हाम्रो के चाहिँ इमेल मार्केटिङ प्लस हामीले चाहिँ अब जस्तै तपाईँले अब एउटा
अनलाइन नभएर अफलाइन मार्केटिङ हेर्नुहुन्छ भने मान्छेहरूले टिकटकमा उनीहरूको क्लोथिङ ब्रान्ड प्रमोट गर्दाखेरि उनीहरूले क्लोथ मात्रै देखाउँछ क्या, जुनबाट चाहिँ मान्छेहरू आकर्षित हुन्छ। अनि त्यसपछि बल्ल उनीहरूले प्राइस सोध्छ पर्सनल्ली। हाम्रो नि त्यस्तै होस् कि कोर्सको प्राइस सोध्नलाई उहाँहरूले पर्सनल्ली हामीलाई चाहिँ वाट्सएपमा मेसेज गरोस् हाम्रो कोर्स देखेर है, त्यस्तो हुनुपर्छ है। त्यही भएर तपाईँले एफिलिएट मार्केटिङ राख्ने मनी म्याटर्स, सरी अलिकति स्पेलिङ मिस्टेक भयो, मनी म्याटर्स अथवा यसको सट्टा तपाईँले I help people to earn my वाट्सएप अनि त्यसपछि अब नम्बर राखिदिने आफ्नो नम्बर। यसो चाहिँ तपाईँले चाहिँ आफ्नो नम्बर राख्नु पर्यो। यसो चाहिँ तपाईँले चाहिँ टिकटकमा चाहिँ आफ्नो बायो राख्नु पर्यो। अब भिडियो बनाउँदाखेरि कसरी बनाउने के अलिकति कन्सेप्ट क्लियर गरिदिउँ न है यही क्लासेसमा। अब तपाईँहरूले नि अलिक झ्याउ होला, डेली बेसिसमा क्लासेसहरू जोइन गरेर सिक्न पर्ने, अब त्यस्तो गर्दा अलिकति झ्याउ हुन्छ। यहाँ एफिलिएट मार्केटिङकै क्लासमा भन्नुहुन्छ म कस्तो टाइपको भिडियो थोरै कन्सेप्ट भन्यो चाहिँ कि अलिकति तपाईँहरूले मेहनत गर्नुपर्छ। उही कोर्समा सबै कुरा त पाउँदैन नि त, अलिकति ठुलो कोर्स पनि तपाईँहरूले लिनु पऱ्यो। त्यही भएर मेन कन्सेप्ट हाम्रो भिडियोको छ है। भिडियो चाहिँ कस्तो टाइपको बनाउनु त मान्छेहरूले कि आकर्षित होस् के, त्यो देखेर एट्र्याक्ट गर्न सकोस् क्या हामीले चाहिँ, त्यस्तो टाइपको चाहिँ बनाउने कि। जस्तै अब पैसा देखाएर नहुँदा अब लोभमा बाँध्ने होइन क्या उहाँहरूलाई चाहिँ के हुन्छ भने अब यहाँबाट चाहिँ इन्कम हुँदो रहेछ नि देखाउने कि। जस्तै आफूले गरेको इन्कमलाई, जस्तै अब मैले यो मन्थ मेरो यो मन्थको इन्कम 40K भएर यसलाई मैले विथड्र गरेँ, एटिएममा गएर मैले विथड्र गर्छु। अनि त्यो भिडियो चाहिँ तपाईँले चाहिँ पब्लिक गर्ने के देखाउने। मैले यसरी विथड्र गरेँ, मैले मन्थली विकली डेलीसम्मको पनि विथड्र गरेर आएको हुन्छु यो 6 यार्न प्लेटफर्मबाट। त्यसरी चाहिँ तपाईँहरूले भन्ने है। अब हामीले सबै कुरा बुझ्यौँ, एफिलिएट मार्केटिङ बुझ्यौँ, हामीले कसरी प्रमोट गर्ने त्यो सिक्यौँ, कस्तो टाइपको भिडियो बनाउने सिक्यौँ। एकपल्ट हामी चाहिँ एफिलिएट मार्केटिङको रिकल गर्छौँ है। त्यस कारणले चाहिँ तपाईँले अब अगाडि नबुझेको मैले भन्न बिर्सेको कुराहरू चाहिँ अहिले हामीले चाहिँ रिकल गर्न सकिन्छ है। जस्तै एफिलिएट मार्केटिङ भनेको के हुन्छ, कुनै पनि कुरालाई प्रमोट गरिदिने वेबसाइटको है। हाम्रो वेबसाइटमा रहेको प्याकेजहरूलाई तपाईँले प्रमोट गर्ने कोसिस, आफ्नो साथीभाइ, आफ्नो दाजुभाइ, आफ्नो अफलाइन अनलाइन सबैलाई सेयर गर्न पर्ने भयो कि। अनलाइन भनेको के हुन्छ, टिकटकमा भिडियोहरू हालेर। अफलाइन भनेको के हुन्छ, यसको बारेमा बुझाइदिने। अफलाइन घरमै बसेर के एउटा मान्छेहरू वरपर कोही छ भने उहाँहरूलाई नै प्रमोट गर्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ है, त्यस्तो हुन्छ। त्यसरी चाहिँ तपाईँहरूले चाहिँ एफिलिएट मार्केटिङ चाहिँ गर्ने हो। अब यति नै छ है यो भिडियोमा चाहिँ, खासै कुराहरू चाहिँ छैन। एफिलिएट मार्केटिङको त्यस्तो भास्ट वेले चाहिँ बुझ्नु पर्दैन। एफिलिएट मार्केटिङ भनेको एकदम सजिलो हो, कुनै पनि कुरालाई चाहिँ प्रमोट गरिदिनु हो, त्यो प्रमोट गर्नलाई अलिकति सिक्नुपर्छ, त्यही मात्रै हो। अलिकति मेहनत गर्नु पऱ्यो, डेली बेसिसमा भिडियोहरू पब्लिक गर्नु पऱ्यो, डेली बेसिसमा भिडियोहरू हाल्नु पऱ्यो, मान्छेहरूलाई टाइम दिनु पऱ्यो। वाट्सएपमा आएको मान्छेहरूलाई अब जस्तै कसैले तपाईँको भिडियोमा कमेन्ट गर्छ भने उहाँहरूले रिप्लाई गर्नु पऱ्यो, वाट्सएपमा मेसेज गर्नु भनेर भन्नु पऱ्यो। सबै कुराहरूमा चाहिँ तपाईँहरूले चाहिँ टाइम म्यानेजमेन्ट गर्नु पऱ्यो है। त्यसपछि चाहिँ तपाईँको चाहिँ तपाईँको के हुन्छ, इन्कम हुन्छ कि। एउटा रिस्क लिनु पऱ्यो। अनि अर्को कुरा पेसेन्ट हुनु पऱ्यो। तपाईँमा चाहिँ पेसेन्ट फर्स्टमा सिक्ने हो कि, त्यो सिकिसकेपछि बल्ल त अर्निङ हुन्छ। त्यो सिकेँ होइन जोइन भएको फर्स्ट दिन मेरो अर्निङ भएन पैसा फिर्ता दिनु होइन, त्यस्तो कहिले पनि नगर्नु होला है। तपाईँले कदापि त्यस्तो कहिले नगर्नुहोस्, पैसा कहिले पनि फिर्ता आउँदैन। यो भनेको तपाईँले कोर्स बाई गरेको, जस्तै अब तपाईँलाई कसैले प्रमोट गर्नुभएको छ नि उहाँलाई नै घाटा हुन्छ कि। त्यही भएर यस्तो पैसा रिटर्न गरिदिनु सर मेरो भएन, मलाई यसरी पैसा चाहियो, त्यस्तो कहिले पनि नभन्नु होला है। त्यस्तो चाहिँ इम्पोसिबलै हो त्यो पैसा रिटर्न गर्ने। किनकि अब जस्तै मैले कसैलाई स्पोन्सर गर्छु अनि उहाँले पैसा फिर्ता गरिदिनु भने कम्पनीले जान्छ 30%, मलाई आउँछ 60%, त्यस्तो हुन्छ नि त है। जस्तै अब कम्पनीलाई 40 मलाई 60 आउने हो क्या, त्यस्तो हुन्छ है। त्यही भएर कहिले पनि रिटर्न गर्ने जस्तो कुरा नगर्नु होला। बरु नबुझेको कुरा उहाँहरूले सोध्नु, मलाई सोध्नु, सबैजनालाई मेसेज गरेर सोध्नु होला है। तपाईँले चाहिँ एकदम राम्रो जेनेरेट हुन्छ इन्कम चाहिँ 6 यार्नबाट। कि तपाईँलाई अझै बुझ्नु छ भने मेरो वाट्सएप नम्बरमा यहाँ लेखिदिन्छु, मलाई मेसेज गर्न सक्नुहुन्छ। पर्सनली तपाईँहरूले चाहिँ मलाई चाहिँ केसको लागि चाहिँ मेसेज गर्नु भन्दाखेरि मलाई अब धेरै मेसेजहरू आएर हुन्छ, केवाइसी मलाई आएन सर, केवाइसी कसरी गर्ने होला, आइडीमा यस्तो प्रब्लम आयो, वेबसाइटमा यस्तो प्रब्लम आयो, त्यस्तो कहिले पनि मलाई होइन है। विथड्र त्यस्तो कुराहरू मलाई नगर्नु होला। मैले भनेको चाहिँ एफिलिएट मार्केटिङको बारेमा अब कोर्सेसहरूको बारेमा सोध्ने है। मेरो वाट्सएप नम्बर यहाँ तपाईँहरू नोट गर्नु 9841611127 है मेरो वाट्सएप है। 9841611127 मेरो वाट्सएपै रहेको छ। मलाई मेसेज गर्नुलाई केही कुरा तपाईँले सोध्नु पऱ्यो भने है। हस् नमस्ते, आजको भिडियोमा यति नै रहेको छ है। सँगसँगै मेन हामीले डायमन्ड प्याकेजमा के पाउँछौँ,
क्यानभा मास्टरीबाट अहिले मान्छेहरूले चाहिँ अब जस्तै तपाईँहरूले एफिलिएट मार्केटिङ नि नगर्ने, सोसियल मिडिया मार्केटिङ नि नगर्ने, इमेल मार्केटिङ केही नगर्ने भयो नि तपाईँले क्यानभा मास्टरी मात्रै गरेर इन्कम जेनेरेट गर्न सक्नुहुन्छ है। अब हाम्रो शिक्षाले त अहिले हामीलाई एफिलिएट मार्केटिङ मात्रै यहाँबाट गरेर हामीले अर्निङ जेनेरेट गर्न सक्छौँ। तर अब पछि गएर हामीले शिक्षालाई छोड्यो भने चाहिँ हामीले इमेल मार्केटिङ अनि एडिटिङ मास्टरी, क्यानभा मास्टरी यिनीहरूबाट सिकेर हामीले अर्निङ जेनेरेट गर्न सक्छौँ है। अब हामीले शिक्षामा मेन गर्ने भनेको एफिलिएट मार्केटिङ हो। एफिलिएट मार्केटिङ कसरी गर्ने हामीले बुझेको छैन अनि कसरी अर्निङ हुन्छ त त्यो कुरा बुझौँ है। अब एफिलिएट मार्केटिङ भनेको के हुन्छ, तपाईँले कुनै पनि कम्पनीको प्रोडक्ट अथवा कोर्सेसहरूलाई चाहिँ प्रमोट गर्न पर्ने हुन्छ है। जस्तै अब हामीले चाहिँ शिक्षा आनको चाहिँ त्यो 4वटा प्याकेजलाई चाहिँ प्रमोट गर्ने। प्रमोट कसरी गर्ने, तपाईँले सोसियल मिडियाको थ्रुबाट तपाईँहरूले चाहिँ के गर्नुहुन्छ, प्रमोट गर्नुहुन्छ। सोसियल मिडियाबाट कसरी तपाईँहरूले प्रमोट गर्ने, जस्तै अब कुनै पनि एउटा सिम्पल भिडियो तपाईँले चाहिँ भिडियो एउटा क्रिएट गर्ने, भिडियो सिम्पल हामीले ग्रुपमा डेली बेसिसको हामीले क्लासेसहरूले सिकाइरहेको हुन्छौँ कस्तो टाइपको भिडियोहरू चाहिँ हामीले क्रिएट गर्ने भनेर चाहिँ, अनि टिकटकमा हामीले चाहिँ प्रमोट गर्ने भनेर हामीले सिकाइरहेको हुन्छ है। अब जस्तै हामीले भिडियो नि बनायो अनि त्यसपछि अब जस्तै त्यो भिडियोबाट हामीसँग मान्छे पनि आयो कि म जोइन हुन्छु सर, म कोर्स लिन्छु भनेर हामीलाई मेसेज आयो। त्यसपछि हामीले के गर्ने त, त्यसपछि हामीले चाहिँ वाट्सएपमा हामीलाई मेसेज आउँछ है। वाट्सएपमा हामीलाई मेसेज आयो, वाट्सएपमा हामीलाई मेसेज आयो जस्तै अब हेलो सर, हेलो म्याम, हामीलाई यसको बारेमा बुझ्नु छ, एफिलिएट मार्केटिङको बारेमा कसरी बुझ्ने, यसको बारेमा मलाई सबै डिटेल्सहरू दिनु न भन्दाखेरि चाहिँ के गर्नु, तपाईँले पर्सनली कल गरेर बुझाउँदा एकदम सजिलो हुन्छ। अथवा अब तपाईँसँग टाइम छैन, उहाँ मान्नु हुँदैन भने एउटा भोइस रेकर्डेड बनाउने। अब कस्तो टाइपको बनाउने त्यो पनि त्यो सिकौँ न है। अब तपाईँले फर्स्टमा के हुन्छ, एउटा रेस्पेक्टफुल वेले चाहिँ हामीले चाहिँ बोल्न पर्ने हुन्छ क्या, रेस्पेक्ट। अब उहाँहरू सानो होस् कि अब एफिलिएट मार्केटिङ घर बसी इन्कम जेनेरेट गर्ने भनेपछि एज हेर्दैन क्या, मान्छेहरू स्किल्स हेर्छ। अब मलाई नै हेर्नु, म भर्खर 16 वर्षको भएँ, त्यही पनि मैले चाहिँ अनलाइनबाट इन्कम गराएको छु। तपाईँहरूभन्दा मसँग धेरै स्किल्स छ क्या, त्यस्तो हुन्छ। अब पछि गएर अब तपाईँको कोही लिड आएको छ, उनीहरूको पनि तपाईँभन्दा धेरै स्किल्स छ भने त तपाईँहरूले रेस्पेक्टफुल वेले हेर्नु पऱ्यो नि। जस्तै मलाई सर भने तपाईँहरूले चाहिँ मलाई चाहिँ भन्नुहुन्छ भने तपाईँले नि अब कोही मान्छे लिड आउँछ भने उहाँलाई सर म्याम भनेर चाहिँ इन्डिकेट गर्नु पऱ्यो कि, उहाँहरूलाई त्यसरी चाहिँ मेन्सन गर्नु पऱ्यो। अब जस्तै कोही लिड आउँछ तपाईँलाई, रेस्पेक्ट मेन हाम्रो के हुनु पऱ्यो, फोकस रेस्पेक्ट दिनु पऱ्यो, रेस्पेक्ट भन्ने कुरा दिनु पऱ्यो। फर्स्टमा रेस्पेक्ट दिएर उहाँहरूलाई अब जस्तै गुड मर्निङ छ भने गुड मर्निङ, गुड इभिनिङ छ भने गुड इभिनिङ, गुड आफ्टरनुन छ भने गुड आफ्टरनुन, त्यसरी रेस्पेक्टफुलले बोल्ने है। अनि त्यसपछि हामीले के गर्ने, त्यसपछि हामीले कोर्सेसहरूको बारेमा कोर्सेस भन्दा नि फर्स्टमा उहाँले इम्पोर्टेन्स भन्ने के त्यो हुन्छ। अब फर्स्टमा कोर्स सिधै भन्दैछ आएको छैन, हामीसँग 500को 1500को 2500को 5000को कोर्स त्यसरी होइन है। फर्स्टमा चाहिँ तपाईँहरूले चाहिँ के भन्नुपर्छ भन्दाखेरि इम्पोर्टेन्स भन्ने के कोर्सको चाहिँ, त्यो कोर्स लिएर उनीहरूलाई के हुन्छ त, उनीहरूले त फाइदा हेर्ने हो नि त, पैसा हेर्ने होइन नि त। त्यही भएर फर्स्टमा चाहिँ फाइदा भन्ने, जस्तै अब लाइट प्याकेजहरू उनीहरूले एफिलिएट मार्केटिङ सिक्न पाउँछ होइन। एफिलिएट मार्केटिङ अलिकति मैले रफै गरिदिएँ। एफिलिएट मार्केटिङ चाहिँ उहाँहरूले सिक्न पाउनुहुन्छ, त्यस्तो हुन्छ है। उहाँलाई फाइदा भन्ने क्या, तपाईँहरूले एफिलिएट मार्केटिङ सिक्न पाउनुहुन्छ इफ तपाईँले डिजी लाइट लिनुभयो, लाइट प्याकेज लिनुभयो भने।